कि गोली हानेर हत्या गरिएको छ। चाहिँ बल प्रयोग गर्दा भनिएको थियो कि कुनै व्यक्तिलाई इङ्गित गरेर त हत्यारा आओस् भनेर भनियो अहिलेकै प्रधानमन्त्रीबाट। र अहिले त्यही व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ तर सुरक्षा निकायतर्फ दोष थुपारेर आफू उम्किरहनु भएको छ। यो द्वेष चरित्र के लोकतन्त्रमा स्वीकार्य छ? हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन। हरेक दिन बिहान सूर्य उदाउँछ तर हरेक दिन उस्तै हुँदैन। हिजो कुन परिस्थितिमा आन्दोलन भएको थियो, हिजो कुन विषयलाई लिएर आन्दोलन भएको थियो र आज के भएको हो। हिजो सरकारको विरोधमा भएको, सरकारले गरेको सामाजिक सञ्जाल समेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेतलाई गरेको र अन्य विभिन्न कारणले भएको आन्दोलन र आज भएको आन्दोलन, हिजो भएका परिस्थिति र आज भएको परिस्थिति उस्तै चाहिँ होइन हो। जहाँसम्म नागरिकको ज्यान गएको कुरा छ यो अत्यन्त गम्भीर विषय हो। यो विषयमा सुरक्षा निकायले पक्कै पनि जिम्मेवार हुनुपर्छ र घटना के भएको हो त्यसको सत्य तथ्य बाहिर आउनको लागि समय लाग्छ। अहिले कन्स्पिरेसी विभिन्न कुराहरू चलेका छन्, अफवाहहरू पनि आउँछन्। यो बेलामा ती अफवाहहरूको पछि नलागिकन हामीले के गरिदिनु पर्दछ भन्ने लाग्दछ भने जिम्मेवार प्रशासनलाई जिम्मेवारीपूर्वक आफ्नो निष्पक्षतापूर्वक छानबिन गर्ने यो चरणमा हामी छौँ। त्यसले ल्याएको निष्कर्षमा अनि फेरि प्रश्नहरू भयो भने हामी गर्छौँ। त्यस कारणले कोही दोषी रहेछन् भनिएका जस्ता भ्रम छरिए जस्ता अथवा अफवाहहरू छन् ती सत्य छन् कि छैनन् यो त एउटा ठाउँमा गएर यसलाई अध्ययन गरिसकेपछि यसको अनुसन्धान भइसकेपछि त्यसले सार्वजनिक गर्ने रिपोर्टहरूमा हामी बोल्न सक्छौँ होला। अहिले मेरो विचारमा अलिकति छिटो हुन्छ, अलि अर्ली हुन्छ कि जस्तो लाग्छ। सद्भाव कायम राख्ने, सबैजनाले जिम्मेवार भएर अभिव्यक्ति दिने संसारकर्मी साथीहरूले भूमिका निभाइरहनु भएको छ। अझ बढी तपाईँहरूको भूमिका अपेक्षा गरिएको छ। हामी राजनैतिक दलका रूपमा, राजनैतिक नेताका रूपमा सद्भाव कायम गर्नको निमित्त तन मन धन आफ्नो सम्पूर्ण क्षमता राखेर हामीले काम गर्ने। हस्, धन्यवाद साथीहरू। राष्ट्रसभा सभापति रवि लामिछानेज्यू सर्वदलीय बैठक सकेर निस्किनु भएको छ। आज सर्वदलीय बैठक डाकिएको थियो। सर्वदलीय बैठक पछाडि सर्वदलीय बैठकले के खालका विषयवस्तुहरू निर्णय गर्यो, विशेष गरी अहिले कसरी यसलाई संयुक्त रूपमा सबै दलहरू मिलेर यसको निराकरण गर्न सकिन्छ, विशेष गरी सुनसरीमा भएको घटनाको विषयमा सबै दलहरूले एकमतता लिएका छन् र यसलाई दीर्घकालीन रूपमा अब यसको समस्या समाधान गरिनुपर्छ भनेर उहाँहरू आउनु भएको छ। यो देखिरहेका छौँ। यति बेला सिंहदरबार स्थित विशेष गरी सार्वजनिक लेखा समितिको सभा हलमा पार्टी सभापति रवि लामिछाने, राष्ट्रपाका सभापति रवि लामिछानेले डाकेको बैठक सकिएको छ, जहाँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत गगन थापा नै स्वयं सहभागी हुनुहुन्थ्यो। कांग्रेस सभापति